नमस्कार, हम अमित ठाकुर अपन विशेष में आप सबके स्वागत करै छी। अपन विशेष में आइ हम सब अपने बारे में चर्चा करब, यानी कि संचार क्षेत्र से जुड़ल बातचीत करब। ओना तो कोनो भी पेशा के अपन अपन मर्यादा होइ छै, सीमा होइ छै, आचार संहिता होइ छै जे सबके ओइ दायरा में रह के काज करऽ पड़ै छै जैसे ओ मर्यादित बनै छै। ई विषय हमरा अहाँ के नियम सब जे छै से संचार क्षेत्र पर सेहो ओतबे लागू होइ छै। संचार क्षेत्र आरो महत्वपूर्ण भेला से जनता के सूचना देव वाला क्षेत्र भेला से एकर मर्यादा, एकर सीमा रेखा की छै, ई सबसे पहले संचारकर्मी, संचारगृह के जाननाइ जरूरी रहल छै। आम जनमानस के सेहो बुझबाक चाही जे की होइ छै त नीति नियम सब एहि के बारे में। आइ हम सब यह विषय पर बातचीत करब, अपने बारे में बातचीत करब। एहि के लेल हमरा सबके साथ में एगो एहन व्यक्ति छथि जे पत्रकारे सबके सिखबै छथि, संचार क्षेत्र में काज करऽ वाला व्यक्ति सबके सिखबै छथि जे अहाँ सबके आचार संहिता की है, अहाँ सबके दायरा की, मर्यादा की, नियम सब की रहल छै। हमरा सबके साथ में छथि तुलसा देवी हरिहर फाउंडेशन के सरू सुवेदी जी छथि, उनका संगे के आइ के संवाद हम सब शुरू करऽ जा रहल छी। स्वागत छै। बात एकदम मूल प्रश्नबाट गरौँ। अच्छा, सबको आफ्नो आफ्नो परिभाषा हुन्छ होला, हेर्ने दृष्टिकोण अलग हुन्छ होला। तपाईले चाहिँ पत्रकार, संचारकर्मी भन्नाले चाहिँ के बुझ्नुहुन्छ? हम पाटो पत्रकार, संचारकर्मी नै राष्ट्रलाई उन्मुख बाटोतिर लैजाने अथवा यो ओह्रालोतिर लैजाने महत्त्वपूर्ण एउटा पाटो हो, एउटा खम्बा हो, त्यसरी बुझ्छु म। अब मैले सुरुवातमा भने तपाईले आचार संहिताको तालिम दिनुहुन्छ संचारकर्मीहरूलाई। यो संचारकर्मीसँग जुरेको आचार संहितातिर म पछि आउँला, तर शाब्दिक अर्थमा चाहिँ आचार संहिता के बुझ्ने होला? आचार संहिता पत्रकारहरूले बुझ्ने भन्दा पनि कार्यान्वयन गर्ने एउटा महत्त्वपूर्ण पाटो हो। आचार संहिता पत्रकारहरूका लागि मूलधार हो। आचार संहिता नै पत्रकारको एउटा जब हो, त्यसरी बुझ्छु म। तपाईहरूले प्रदान गर्ने ट्रेनिङमा चाहिँ खास के कुरामा केन्द्रित भएर चाहिँ तपाईहरूले तालिम दिनुपर्ने हुन्छ र आचार संहितामा के कुरालाई चाहिँ समेट्नुहुन्छ? यस्तो छ, यो तुलसा देवी हरिहर फाउन्डेसनले आचार संहिताको तालिम विशेष गरी विज्ञहरूलाई राखेर विज्ञहरूबाट हामीले आचार संहिताको तालिम दिन्छौँ। जो विज्ञ हुनुहुन्छ आचार संहिताको तालिम दिने, जस्तै डाक्टर सुरेश आचार्य, वरिष्ठ प्रशासकीय दीपक खनाल, लक्ष्मण हुमागाई, अहिले भर्खरै नियुक्ति हुनुभएको प्रधान सम्पादक रासासको एकराज पाठक ज्यूहरूबाट यो तालिम कार्यक्रम र आचार संहिताका कार्यक्रमहरू हामीले उहाँहरूलाई तालिम मार्फत, उहाँहरू विज्ञ हो, उहाँहरू मार्फत हामी दिलाउँछौँ। तुलसा देवी हरिहर फाउन्डेसन आफै आचार संहिताको विज्ञ भएर तालिम दिने संस्था भएन, उहाँहरूबाट हामी तालिम दिन्छौँ र यही सिलसिलामा तुलसा देवी हरिहर फाउन्डेसनले यो तालिम कार्यक्रम राख्दै आएको छ र गर्दैछौँ अहिले हामी। अगाडि बढ्नुभन्दा पहिले म यो फाउन्डेसनको बारेमा अलि चाहिँ बुझ्न चाहे। यो फाउन्डेसनले यो यसलाई सहजकर्ताको रूपमा लिन सकिन्छ होला। खास उद्देश्य चाहिँ के भयो? यो फाउन्डेसन निर्माण के का लागि भयो र यसका अलावा चाहिँ आचार संहिता का अलावा चाहिँ अरू चाहिँ के क्षेत्रमा आबद्ध छ? फाउन्डेसनको बारेमा यहाँले एकदमै महत्त्वपूर्ण प्रश्न राख्नुभयो। तुलसा देवी हरिहर फाउन्डेसन विभिन्न क्षेत्रमा तालिम दिने, सामाजिक क्षेत्रमा कार्यरत, साहित्यिक क्षेत्रमा कार्यरत र हरेक क्षेत्रका तालिमहरू जहाँ तालिमको आवश्यक छ ती तालिमहरू दिने एउटा संस्था हो। सामाजिक क्षेत्रमा एउटा काम गर्छ, साहित्यिक क्षेत्रमा एउटा काम गर्छ, पत्रकारिता क्षेत्रमा एउटा काम गर्छ, महिला सशक्तिकरणका क्षेत्रमा काम गर्छ,
बालबालिकाका क्षेत्रमा काम गर्छ, वृद्धका क्षेत्रमा काम गर्छ, जहाँ दुखी गरिब छ तुलसादेवी हरिहर फाउन्डेसन पुग्छ, बाढी पीडामा परेका हाम्रा दाजुभाइ दिदीबहिनी आमा बुवाहरू जति हुनुहुन्छ त्यहाँ तुलसादेवी हरिहर फाउन्डेसन पुग्छ। कोभिडको महामारीमा तुलसादेवी हरिहर फाउन्डेसन खडा भएको छ। यस्तै कार्यक्रमहरू तुलसादेवी हरिहर फाउन्डेसनले गर्दै गर्दा आचार संहिता कार्यक्रम पत्रकारिताको क्षेत्रमा पत्रकारहरूका लागि जो क्रियाशील हुनुहुन्छ, हामीले विभिन्न मिडियाहरूमा देख्न सक्छौँ आचार संहिता कति जरुरी छ पत्रकारहरूको लागि भन्ने कुरा हामीले बारम्बार देख्ने गर्छौँ। कति उल्लङ्घन भएका छन् बारम्बार देख्ने गरेका छौँ। यसैलाई मध्यनजर गरेर हामीले कार्यक्रम यसपटक राखेका छौँ र गर्दैछौँ। यो 7 प्रदेशमा गर्दैछौँ। हामी पहिलो पटक जुमबाट पनि हामीले पहिलो पटक प्रदेश 2 लाई छनौट गऱ्यौँ र अहिले फिजिकल रूपमा पनि हामीले उपस्थित भएर सशरीर उपस्थित भएर यो पहिलो पटक प्रदेश 2 मै हामीले आज सम्पन्न गरेका छौँ। यो आचार संहिताको तालिम दिँदै गर्दा सञ्चारकर्मीहरूबाट कस्तो जिज्ञासा आउँछ होला? उहाँहरूले कहिले प्रश्न गर्नुभएको छ कि हामीलाई हाम्रै क्षेत्रको बारेमा तालिम चाहिँ किन दिनु पर्यो भनेर? त्यस्तो खालको अहिलेसम्म यो जुम मार्फत हामीले 4 वटा कार्यक्रम गरिसक्यौँ। जुम मार्फत कार्यक्रम गर्दा उहाँहरूले आफूले गरेका कमी कमजोरीहरू समाचार प्रसारण गर्दा होस्, समाचार लेख्दा होस्, रेडियो टेलिभिजन पत्रपत्रिकामा समाचार लेख्दै गर्दा छाप्दै गर्दा होस्, उहाँहरूले आफूले गरेका गल्तीहरू महसुस गर्नुभएको छ र ती गल्ती नदोहोऱ्याउनको लागि गल्ती सरहरूबाट विज्ञहरूबाट गल्तीहरू त्यहाँ उद्धृत गरिएका छन्, देखाइएका छन् पावर पोइन्टबाट र जसले छापेको छ उहाँहरूले एक्सक्युज गर्नुभएको छ र यस्ता कार्यक्रमहरू हाम्रा लागि अत्यन्तै उपयोगी छन् र हुनुपर्छ भन्ने सम्मका कुराहरू आएका छन् र हामीलाई आचार संहिता किन दियो भन्ने अहिलेसम्मको कार्यक्रममा चाहिँ कुनै पनि प्रश्न अथवा कुनै पनि जिज्ञासा त्यस्ता आएका छैनन्। अहिलेसम्मको अनुभव गर्दा तपाईँले चाहिँ पत्रकारहरू भनौँ या सञ्चारकर्मीमा चाहिँ आफ्नो क्षेत्रको प्रोफेसनलिजम या प्रोफेसनल ट्रेनिङ चाहे त्यो सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव या व्यावसायिक जुन शिक्षा हुन्छ त्यसको अभाव चाहिँ कति पाउनु भएको छ? त्यो ठाउँ हेरेर पाएको छु मैले। जस्तै अलिकति प्रदेश नम्बर 2 मा अलि बढी पाएको छु। यहाँ अलि अभावै छ कि तालिमहरूको भन्ने खालको अनुभव भएको छ मलाई। यो 4 वटा जुम कार्यक्रम र आजको कार्यक्रम जुन फिजिकल कार्यक्रममा केही तालिमहरूको कमी भएको छ कि भन्ने खालको महसुस गरेका छु भने प्रदेश नम्बर 1 मा अब फिजिकल कार्यक्रम गर्न हामी भुलि जाँदैछौँ र जुम मार्फतको कार्यक्रममा उहाँ पनि एकदमै तालिमको चाहिँ आवश्यक छ। यो एकचोटि गरेर पुग्ने खालको कार्यक्रम होइन अथवा एकचोटि गरेर तालिम पुग्ने होइन पत्रकारहरूलाई भने प्रत्येक दिन नयाँ पत्रकारहरू जन्मिरहनु भएको हुन्छ। उहाँहरूले सिक्नुपर्ने कुराहरू प्रत्येक दिन बढिरहेका हुन्छन् र अभाव छ जस्तो मलाई फिल भएको छ। यो काठमाडौँ केन्द्रित बढी भएर होला या के छ? यहाँ त्यस्ता संस्थाहरू भनौँ या जुन स्कुलिङ हुन्छ पढाइ जर्नलिजम पढेर अगाडि आउने त्यस्ता संस्थाहरूको कमी भएको हो कि? यो एउटा एकदमै महत्त्वपूर्ण पाटो छ। अलिकति आफ्नो गाउँ समाज आफ्नो क्षेत्रलाई चाहिँ महत्त्व दिनुपर्छ। जो अलि पढे लेखेको छ अलिकति बढी ज्ञान हासिल गर्यो केन्द्रमा जब केन्द्रित रहन्छ त्यहाँको जनशक्ति यस्ता खालका अभावहरू पक्कै खड्किन्छन्। यहाँले गरेको प्रश्नमा मैले सही थपेँ। केन्द्रीयकरण जब हुन्छ यस्ता खालका अभाव हुँदै जान्छन्। केन्द्रमा यहाँका यो ठाउँका प्रदेश नम्बर 2 का वरिष्ठ पत्रकारहरू केन्द्रमा पनि धेरै हुनुहुन्छ। उहाँहरूले आफ्नो क्षेत्रलाई बढी बढावा दिनु पर्यो। आफ्नो क्षेत्रलाई बढी तालिम हुन्छ कि विभिन्न किसिमका गोष्ठीहरू हुन्छ कि विभिन्न किसिमका आयोजनाहरू लिएर योजनाहरू लिएर हुन्छ कि त्यो गराउनु पर्यो। केन्द्रीय मुखी बढी भएर पनि यस्ता कमी कमजोरीहरू भएका छन्। यो आचार संहितामा चाहिँ आचार संहिता सिक्नै पर्ने चाहिँ के कारण होला? उहाँहरूलाई कि त जानकारी नै छैन या के पाउनु भएको छ? उहाँहरूले सुधार चाहिँ कुन क्षेत्रमा गर्नुहुन्छ बढी? आचार संहिता सिक्नै पर्छ। त नसिकिकन आचार संहिता लागू कसरी गर्ने? एकदम सबैभन्दा पहिले आचार संहिताको तालिमै लिनुपर्छ। त्यसको ज्ञानै हासिल गर्नुपर्छ। आचार संहिता नै नभइकन पत्रकारिता कोही गर्छ भने त्यो पत्रकारिता रहँदैन। त्यो चाहिँ सब्जी खाँदा नुन बिना हैन, कसैले पुलाउ पकाउँछ भने पानी बिना
त्यो त्यस्तो होला जस्तो मलाई फिल भएको छ। त्यसले निष्पक्ष समाचार या निष्पक्ष तथ्य आम जनमानससम्म जाओस् त्यसमा चाहिँ कति मद्दत गर्छ होला? निष्पक्ष र सत्य तथ्य समाचारै आउँदैन, अपुरो समाचार प्रसारण हुन्छ त्यहाँबाट। अपुरो अपुष्ट समाचार प्रसारण हुन्छ आचार संहिता बिना। जसले आचार संहिता बिना प्रयोग गरेको छ, समाचार प्रस्तुत गरेको छ, त्यहाँ अलिकति दिग्गज व्यक्तित्वहरूले तुरुन्त थाहा पाउँछ यो अनभिज्ञ पत्रकार हो अथवा पत्रकारितामा बल्ल स्टेप राख्दैछ यसले भन्ने कुरा प्रष्ट थाहा पाइन्छ। आचार संहिताबाट हल्का हटेर चाहिँ समग्र पत्रकारिताको हल्का चर्चा गरौँ। तपाईँले अहिले भन्नुभयो नि कतिपय अहिले अब डिजिटल युगमा हेर्दाखेरि हेर्नमा आएको छन् कि सबैसँग अब साधन भइसकेको छ, आफ्नो उहाँले जनतालाई सुसूचित गर्ने काम गर्न चाहिँ सक्नुहुन्छ। त्यसमा पनि चाहिँ कति बेला के हुन्छ भने खास ट्रेनिङ बिना या खास त्यसको शिक्षा आर्जन गरिकन या खास विषयवस्तुको ज्ञान बिना पनि कतिपय गलत सूचनाहरू पनि गइरहेका हुन्छन्। अहिले समग्रमा हेर्दाखेरि हाम्रो देशको पत्रकारितालाई चाहिँ कसरी आकलन गर्न सकिन्छ? हामी कुन पोजिसनमा छौँ अहिले? पत्रकारिता विभिन्न किसिमका पत्रकारिता भइरहेका छन् यहाँ। अहिले सबैभन्दा जटिल र दुःखदायी पत्रकारिता युट्युबरमा पुगेको छ। युट्युबर एक किसिमको महत्त्वपूर्ण पाटो बन्न सक्छ, यो लोकप्रिय बन्न सक्छ जसरी बनिरहेको छ। तर सबैभन्दा शिशु लेभलमा अहिलेको पत्रकारितामा जो पत्रकार हुँ, पत्रकार के को भनेर क्वेसन गर्दा, प्रश्न गर्दा युट्युबको म पत्रकार, जसरी माइक लिएर मुखमा घर घरमा कोठा कोठामा होइन एउटा परिवार भाड्ने, एउटा घर छताछुल्ला पार्ने, त्यसलाई चाहिँ बुझ्न सकिन्छ। यो चाहिँ एकदमै उहाँहरूको लागि चाहिँ असाध्यै ठुलो जरुरी छ तालिम। बिना तालिम बिना शिक्षा उहाँहरू जब एउटा माइक लिएर बोल्न सक्छु भन्दैमा त्यो टोडी खेलमा गएर भाषण गरे जस्तो हिसाबले जानुहुन्छ, त्यो चाहिँ बिल्कुलै गलत प्रसारण। यसमा चाहिँ थुप्रै चर्चा भएका छन् होइन, जुन तपाईँले युट्युब पत्रकारिताको कुरा गर्नुभयो त्यसमा चाहिँ एउटा दुईवटा डिफेन्स त्यो साइडबाट चाहिँ के आउँछ होला भने हामीलाई पनि वाक स्वतन्त्रताको छ होइन, प्रेस स्वतन्त्रता छ हाम्रो देशमा, हामीले किन न पत्रकारिता गर्ने, माइक लिएर किन न हिँड्न पाउने, अब यहाँ नजाउँ त्यहाँ नजाउँ भन्नेवाला चाहिँ कोही किन होस्, त्यस्तो किन हामीलाई नियमको बन्देज लगाइयोस् भन्ने, त्यसमा चाहिँ के भन्न सकिन्छ? यो कसैलाई बन्देज लाउन मैले पत्रकारितै नगर्नुहोस् भनेको छैन, गर्न हुँदैन भनेको छैन र रोक पनि लगाएको छैन। उहाँहरू यत्रतत्र हुनुहुन्छ। यहाँ के कुरा आयो भने उहाँहरूले एकदमै यथास्थ ज्ञान हासिल गर्नु पर्यो। नम्बर 1, बिना ज्ञान माइक लिएर जानु त उहाँहरू आफू होला भ्युवर बढेको होला होइन, आय आर्जन भयो होला, त्यसबाट उहाँहरूले कमाउनु भयो होला, जीविका उपार्जन गर्नुभयो होला, तर पत्रकारिताको नाममा त्यो एउटा दुर्व्यवहार भएको छन् त्यहाँ होइन, अज्ञानताहरू झल्केका छन्। यस्तो खालको कार्यको लागि त पत्रकारिता तालिम त जरुरी छ नि। युट्युबर पत्रकार हो, पत्रकारको दाँजोमा उहाँहरू आउन चाहनुहुन्छ भने त पहिले त शिक्षा त लिनु पर्यो नि त। बिना शिक्षा उहाँहरूले गर्छु भनेर त भएन नि। सबैलाई भन्न खोजे होइन, धेरै पत्रकार युट्युबर हुनुहुन्छ, उहाँहरू कतिपय धेरै ज्ञानी हुनुहुन्छ, धेरै ज्ञान हासिल गर्नुभएको छ, विज्ञ हुनुहुन्छ, तर उहाँहरूको देखासेखी गरेर जो शिशु जस्तो पत्रकारितामा शिशुमा हुनुहुन्छ उहाँहरूले त क्लास त लिनु पर्यो नि त, तालिम त लिनु पर्यो नि। यस्तो किन हुन्छ होला यो कुरा चाहिँ बुझ्न अलिक गाह्रो भयो आम जनमानसलाई पनि हामीलाई पनि, कि घरको झगडा देखाउने कतै पुग्ने त्यसमा चाहिँ भ्यूहरू असाध्यै हुन्छ। हामीले समाजले त्यसलाई रुचाएको किन होला? चटपटे कुरा सुन्न हामीलाई पनि मन लाग्यो कि क्या हो? खोइ अब त्यसलाई कसरी लिउँ? अब जहाँ अलि बढी होला हुन्छ हाम्रो समाज अहिले पनि घर झगडै किन नहोस् आफ्ना घरबाट झ्यालझ्यालबाट उठेर मान्छे हेर्छ। अब हो यसैलाई चाहिँ उहाँहरूले एउटा हतियार बनाउनु भएको छ। सायद यो कुरा उहाँहरूले छिट्टो क्याच गर्नुभयो होला, छिट्टो पढ्नुभयो होला। त्यो मनोविज्ञान, नेपालीको मनोविज्ञान भनौँ, विदेशतिर यो नहोला, छैन होला।
एउटा डोजरले बाटो खनिरहेको हुन्छ, मान्छे त्यहाँ त्यो एउटा डोजर हुन्छ, एउटा अपरेटर हुन्छ, त्यहाँ 10औं जना 50औं जना 100औं जना मान्छे त्यहाँ उभिएर लाम लाएर हेर्छ। जे कुरा अनावश्यक छ त्यो कुरालाई महत्त्व दिएको छ अहिले समाजले, त्यसैलाई चाहिँ उसले बढी लोकप्रिय ठानेर गरेको हुनुपर्छ। किनभने कुनै पनि पत्रकारहरूले त्यसरी गएर डोजर खनेको तपाईँ किन हेर्दै हुनुहुन्छ, अथवा यो डोजर खन्दाखेरि तपाईँलाई के रमाइलो लागिरहेछ भनेर कुनै पनि पत्रकारले, जो चाहिँ व्यावसायिक पत्रकार छ, त्यसले सोधेको जस्तो मलाई लाग्दैन। धेरैजसो अधिकांश युट्युबरहरू जानुहुन्छ, पुग्नुहुन्छ, एक किसिमले त्यो साना साना कुराहरू बाहिरिएका छन्, राम्रो छ, तर वाक स्वतन्त्रताको हकमा त्यसरी अनावश्यक प्रश्नहरू खडा गरिदिनुहुन्छ, जुन आचार संहिताका उल्लङ्घन कुराहरू छन्, अनावश्यक शब्दहरू प्रयोग गरेका छन्, प्रश्नै गर्न नहुने प्रश्नहरू पनि गरिदिनुहुन्छ। त्यो त बिल्कुलै उहाँहरूको अज्ञानता हो नि त। यसमा तपाईँले एउटा राम्रो कुरा थप्नुभयो कि केही साना साना र महत्त्वपूर्ण कुराहरू पनि युट्युबबाट र जुन साँच्चीकै त्यसमा लागेका छन् राम्ररी त्यहाँबाट पनि निस्केका छन्। र यसले अर्को पक्ष के ल्यायो भने ठुला सञ्चारगृह जसले आफूलाई व्यावसायिक पत्रकारिता भन्छन्, उनीहरूले भनेपछि कहीँ न कहीँ धेरै आयामहरू समाजका छोडेका छन्। यो पनि सुन्नेमा गरिन्छ कि बढी जसो हाम्रो सञ्चारगृहले चाहिँ राजनीतिलाई बढी फोकस गर्ने, समाचार भनेको राजनीतिक समाचार मात्रै हो, सामाजिक आर्थिक र अन्य समाचारहरू, अन्य दुःखका कुराहरू चाहिँ समेट्न चाहिँ गाह्रो हुन्छ। यसमा चाहिँ तपाईँ कति सहमत हुनुहुन्छ? राजनीतिले धेरै स्पेस पायो। एकदमै यो एकदमै सहमति छ यसमा मेरो। हामी जस्ता, मैले यसमा म आफूलाई जोड्न चाहेँ, एकदमै जटिल प्रश्न हो र एकदमै मनन गर्नुपर्ने कुरा पनि हो। ठुल्ठुला पत्रकारहरू, पत्रिकाहरू थाहा छैन उहाँहरूले समाचार सत्य तथ्यलाई कतिको मनन गर्नुहुन्छ, कतिको प्राथमिकता दिनुहुन्छ, दिनुपर्छ पर्दैन त उहाँहरूको एकदमै उहाँहरूको दृष्टिकोण हो, उहाँहरूले मनन गर्ने कुराहरू हो। पोहोरको वर्ष लकडाउनमा जब कोभिडले जनमानस तहस नहस भएको छ, सडक पेटीमा मानिसहरू यत्रत्यत्र रोएर हिँडिरहेका छन्, भोकभोकै हिँडिरहेका छन्, एउटा मजदुरी गर्न पाउँदैन, एउटा डडेलनामा भारी बोकेर हिँड्ने एउटा मजदुरले भारी बोक्न पाउँदैन, ठेला ठेलेर हिँड्ने मजदुर ठेला ठेल्न पाउँदैन, सबै बन्द छ। घरमा बुढा भएका बाआमा पनि छन्, बालाखा छोराछोरी पनि छन्, सुत्केरी पनि होलान्, बिरामी पनि होलान्, एउटा बिचरा छोरो, एउटी छोरी जसले परिवारको सबै अभिभार सुम्पेकी छ। यी कुराहरूलाई मध्यनजर गरेर हामीले राहत वितरण कार्यक्रम गर्यौँ। 125 दिनसम्म मैले राहत वितरण गरेँ। माफी चाहे। 125 दिनसम्म राहत वितरण गरेँ। 125 दिन राहत वितरण गर्दा 45 देखि 50 हजार गरिब दुखी सडकमा, गल्ली गल्लीमा, पेटी पेटीमा तातो खाना, बाक्लो लुगा, ब्ल्याङ्केट, रासन, यी यावत कुराहरू हामीले पुर्याइरहँदा एउटा पत्रकार पनि, तुलसा देवी हरियर फाउन्डेसनले यो कार्यक्रम गरिरहेको छ भनेर एउटा पत्रकार निक्लेन। माफी चाहे, आजसम्म निक्लेन। 3वटा युट्युबरहरू पुगे। यसको अर्थ के? यसैलाई पोइन्ट आउट गरेर मैले पत्रकारहरूलाई, कुनै पनि पत्रकारलाई, सबैलाई म भन्दिनँ, यस्तो पनि छ समाजमा, यो भएकै कुरा हो, हाम्रो मिडियामा भएकै कुराहरू हो। पत्रकारलाई पैसा दिएपछि लेखिदिन्छन्, त्यो सबैले स्वीकारेकै कुरा हो, स्वीकारयुक्त कुरा हो। कतिजना, कतिवटा पत्रकारलाई, कतिवटा पत्रिकालाई, कतिवटा टेलिभिजनलाई, कतिवटा रेडियोलाई अथवा कतिवटा एफएमलाई मैले पैसा दिने र मेरो बारेमा लेख्न, अथवा मैले राहत बाँडेको कार्यक्रम लेख्न, मैले त्यो चाहिनँ। र आजसम्म एकल फोन मैले गरिनँ। यहाँ त ठुला राजनीतिक पार्टीले पनि कसैलाई पनि गरिनँ। दशैंहरुमा भत्ता दिने चलन त त्यो मलाई थाहा छैन होला, आउँछ त्यो कुराहरु पनि आउँछ। म सामाजिक क्षेत्रमा निहित भएको कारणले मलाई त्यतापट्टि थाहा छैन। र 3टा युट्युबर 100 दिन, पुस 1 गते 100 दिन पुगेको थियो राहत वितरण गरेको, जुन दिन तुलसा देवी हरियर फाउन्डेसन कि तुलसा देवीको जन्म स्मृति थियो।
त्यो दिन हामीले 500 ब्ल्याङ्केट कालीमाटीको पेटीमा सुत्ने मानिसहरूलाई, यस्तो मानिसहरू पेटीमा सुत्छ जो बिल्कुलै अभाव छ, खुल्ला आकाश, चिसो भुइँ, काठमाडौँको चिसो, पुस 1 गते पेटीमा सुतेको छ, बोरा ओढेर, आलुको बोरा ओढेर सुत्या छ। कस्तो होला त्यो दर्दनाक अवस्था। तिनीहरूको लागि 500 ब्ल्याङ्केट, तातो खाना, म्याट अनि बाक्लो लुगा वितरण गर्ने कार्यक्रम गर्छु भन्ने कुरा बिहान थाहा थियो छिमेकी भाइलाई। उसले 3 जना युट्युबर ल्याएछ। त्यो ल्याएर 3 जना युट्युबरले खिचेको त्यति छ। यस्ता राम्रा कुराहरू चाहिँ फोकस गर्नुपर्छ युट्युबर भाइहरूले, बहिनीहरूले, युट्युबर पत्रकारहरूले। नराम्रा कुरा ल्याउन हुँदैन होइन, राम्रा कुरा सँगसँगै नराम्रा कुरालाई पनि राम्रो बनाएर पोजिटिभ ढङ्गले आचार संहिताभित्र बसेर, आचार संहिता उल्लङ्घन गरेर होइन, ठुला पत्रकारहरूलाई, ठुला पत्रिकाहरूलाई, ठुल्ठुला मिडियाहरूलाई पनि झकझकाउन युट्युबरले सक्छ। तर दायरामा बसेर, नियम कानुनमा बसेर खाना पाएँ भन्दैमा अलकत्र खाएर त हुन्न नि, होइन? अब यसमा चाहिँ अझै माथि जाउँ, व्यक्तिभन्दा, पत्रकारभन्दा माथि जाउँ, सञ्चारकर्मीभन्दा माथि सञ्चार गृहतर्फ आउँ। सञ्चार गृहको पनि त केही आचार संहिता होला नि। उसले समाजप्रतिको उसको दायित्व, उसको कर्मचारीप्रतिको दायित्व, राज्यप्रतिको दायित्व, त्यस विषयमा चाहिँ कति कुरा हुन्छ? हामीले कति कुरा उठाउँछौँ? पत्रकारमाथि कुरा उठ्यो, तर सञ्चार गृहमाथि चाहिँ कति कुरा हुन्छ? अब सञ्चार गृह र पत्रकारहरूका बिचको जुन समन्वय छ, त्यो हामी संस्थाले अथवा हामीले त्यसमा औल्याउने अथवा त्यहाँभित्रका के कुरा भइरहेका छन्, कस्तो छ त्यहाँको नीति, त्यसरी हामीले औलाउन मिल्दैन। हामीलाई जानकारी नै नहुने कुराहरू, पत्रकार महासङ्घको भित्रको नियम कानुन के छ हामीलाई थाहा हुँदैन। त उहाँकै त्यही भित्रको व्यक्तित्वहरूलाई हामीले ल्याउनुपर्छ। प्रेस काउन्सिलको तीभित्रको एउटा होला, पत्रकार महासङ्घका तीभित्रका होलान्, राष्ट्रसङ्घका तीभित्रको होला। तीभित्रको त्यो जुन मिडिया हाउसहरूका कुराहरू छन्, यी के भन्छ यसलाई, यी यस्ता कुराहरूलाई चाहिँ तीभित्रको व्यक्तित्वहरूबाट मात्रै यी कुरा बाहिरिन्छन्। किन हामी एउटा एनजिओ चलाएर, एउटा संस्था, सामाजिक संस्था चलाएर समाजका गरिब दुखीलाई उद्धार गरिरहेको संस्थाले त्यहाँभित्रका कुराहरू हामीलाई थाहा हुँदैन। हल्का अझै फरक मैले प्रसङ्ग पारेँ, तपाईँको दृष्टिकोण मैले बुझ्न चाहेँ। आचार संहितासँग पनि यो जुट्छ होला मलाई जहाँसम्म लाग्छ। केही दिन अघि मात्रै पत्रकार महासङ्घको निर्वाचन भयो, नयाँ कार्यसमिति, नयाँ व्यक्तिहरू चुनेर आए। त्यसमा खुलेआम रूपले के देखियो भने राजनीतिक दलसँग जोडिएका व्यक्तिहरू निर्वाध रूपले म यो राजनीतिक सङ्गठनबाट जोडिएको, मेरो प्यानललाई जिताउनु पर्यो। त्यहाँ पुगेपछि र खास राजनीतिक दलसँग आबद्ध भएपछि कस्तो किसिमको समाचार आउँछ होला त्यो व्यक्तिबाट? त्यहाँ जनताले शङ्का गर्ने ठाउँ हुन्छ? शङ्का गर्ने ठाउँ हुन्छ होइन, शङ्का गर्नुपर्छ। शङ्का छन्। किन छन् भने जब हरेक ठाउँमा राजनीति घुस्छ त्यहाँ कुनै पनि कुरा निष्पक्ष हुँदैन। मन्त्रालयमा जाऊ, पत्रकारिता क्षेत्रमा जाऊ, हस्पिटलमा जाऊ, एउटा हस्पिटलको डक्टर नियुक्ति हुन्छ, एउटा वकिल राजनीति नियुक्त हुन्छ। त्यो एउटा राजनीति नियुक्ति भएको वकिलले कसरी न्याय दिन्छ जो पीडित छ, एउटा डक्टरले कसरी निष्पक्ष उसले उद्धार गर्छ बिरामीको, कसरी सेवा दिन्छ। राजनीति मन्त्रालय त जुनसुकै पक्षका मान्छे पनि त्यहाँ पुग्न सक्छ नि, सेवाग्राही त जुनसुकै क्षेत्रका पनि पुग्न सक्छ नि। राजनीति क्षेत्रको मान्छे नियुक्ति हुने बित्तिकै त्यहाँ कसरी गरिब दुखी हर क्षेत्रको मान्छेले सेवा पाउँछ त? पत्रकारितामा पनि त्यही हो। त्यसमा चाहिँ अब राजनीतिक दल हाबी भएका हुन् कि सञ्चारकर्मीहरूले नै त्यस्तो माहौल बनाए कि राजनीतिक दल हाबी भइदिए उनीहरूमाथि? राजनीतिक दलै हाबी भयो हो यसमा। हरेक पक्षको भर्खरै अब हाम्रो देउबा सरकार सत्तामा पुगेको छ, अगाडि गर्दै गरेका कामहरू स्टप भएको छन्।
र राजनीति दबावमा अगाडि आछन्। म सामाजिक क्षेत्रको मान्छे, मैले कुनै पार्टी र दलको विषयमा कुरा गर्न मिल्दैन। हिजो केपी सरकारको अवस्थामा पनि त्यही थियो। अगाडि गर्दै गरेको कामहरू अर्को सरकार आउने बित्तिकै स्टप भएको छ नि, त्यो गर्नै हुँदैन। कुनै पनि चाहे जोसुकै सत्तामा आउन्, जनता त सबैका जनता हुन् नि त। सबैले गर्दै गरेको कामलाई त कन्टिन्युटी हुनु पर्यो नि, र जो सक्षम छ त्यसलाई हामीले महत्त्व दिनु पर्यो नि। यो होइन कि एउटा राजनीतिक दलको मान्छेले एउटा काम गरिरहेको छ, गर्दा गर्दै सत्ता ढल्यो, अथवा त्यो सत्ता त्यो ठाउँमा अर्कै पार्टीको मान्छे आयो, गर्दै गरेको मान्छेलाई चाहिँ आउट गरेर आफ्नो पार्टीको मान्छे राख्ने बित्तिकै त उसको योजना मिल्दैन, उसको कार्यक्रम मिल्दैन, उसले गर्न खोजेको उसको सोचाइ मिल्दैन। कुनै पनि कुराहरू त्यहाँ त मेल खाँदैन नि। अहिलेसम्म भएको त त्यति नै छ नि त। अब सञ्चारकर्मी र सञ्चारगृहतर्फ फेरि फिर्ता आउँछु म। आचार संहिताभन्दा हल्का फराकिलो भएर जाउँ। सञ्चार क्षेत्रले अरूको कमी कमजोरी देखाइदिने कुरा ल्याइदिने, आम जनताको कुरा पनि अगाडि ल्याइदिने, तर दर्शकको मार्फतले तपाईँले यो प्रश्नको जवाब दिनुहोला। तपाईँले समाचार च्यानल हेर्दा, पत्र पत्रिका पढ्दा, युट्युब हेर्दा चाहिँ सञ्चार क्षेत्रको कमी कमजोरीको विषयमा कुरा गर्ने अथवा सञ्चार क्षेत्रमा पनि केही नकारात्मक तत्त्वहरू आए त्यस विषयमा चाहिँ कति खुला रूपले कुरा हुने गर्छ र यो कति आवश्यक छ? यो नितान्त आवश्यक छ, एकदमै महत्त्वपूर्ण पाटो छ। यो नेगेटिभ कुराहरू मात्रै सुन्दाखेरि मान्छेको दिमागमै नेगेटिभ कुराहरू मात्रै भरिन्छ। हामी समाचारै हेर्न रुचाउँदैनौँ। हामीलाई कतिपय कुराहरू टेलिभिजन बसेर समाचार हेर्ने बित्तिकै एकदमै त्यहाँबाट नेगेटिभ भाइब्स मात्रै आउँछ। फलान ठाउँमा मान्छे मर्यो, फलान ठाउँमा यस्तो भयो, दुर्घटना भयो। त्यो दुर्घटना भएपछिका उद्धार कुराहरू सर्वप्रथम गरेर पोजिटिभ कुराहरू पनि ल्याउन सकिन्छ नि। देशमा पोजिटिभ कुराहरू पनि भएका होला नि, ठाउँ ठाउँमा पोजिटिभ कुराहरू पनि छन् होला नि। पोजिटिभ कुराहरू समाचार ओपन गर्ने बित्तिकै, टेलिभिजन ओपन गरौँ, एफएम खोलौँ, रेडियो खोलौँ, अहिले त हात हातमा मोबाइल छ, मोबाइलमै छ सबै सुविधाहरू। मोबाइल ओपन गर्ने बित्तिकै एकदमै खाली नकारात्मक समाचारहरू मात्रै पोस्टिएका हुन्छन्। यति धेरै विभत्स तस्बिरहरू पोस्टिएका हुन्छन्, त्यो जुन कुराले एउटा मनस्थिति नै मथिङ्गले हल्लिएको हुन्छ मान्छेको। यी कुराहरूबाट हामी बाहिरिनुपर्छ। समाचार भनेको नकारात्मक अथवा दुर्घटनायुक्त मात्रै हुँदैनन्, सकारात्मक र उद्यमशील पनि हुन्छन्। यी कुरालाई पनि पत्रकारहरूले समाचार बनाउँदा यसलाई पनि जोइन गर्नुपर्छ। अन्त्यमा मैले तपाईँलाई एउटा दर्शकले चाहिँ के गर्न सक्छ होला? अब आम जनमानसले, दर्शक भनौँ, पाठक भनौँ, जनता भनौँ, उसले चाहिँ सञ्चार गृह जस्तै अब भनिन्छ नि, एउटा जनताले सरकारलाई पनि चेकमा राख्छ भने सरकारका साथसाथै अन्य समाजका संस्थाहरू पनि त उसले केही गर्न सक्छ होला। त्यस्तै सञ्चार गृह, सञ्चारकर्मीले चाहिँ आफ्नो दायित्व पुरा गरेका छ कि छैन भनेर एउटा दर्शकले, पाठकले त्यसमा चाहिँ उसले चाहिँ के रोल प्ले गर्न सक्छ होला? पाठकले रोल प्ले गर्न सक्ने भन्ने यहाँ कस्तो छ भने, अब पत्रिका आउँछ, पत्रिका नपढ्ने भन्ने कुरो आएन। समाचारमा प्रसारण भइसकेको कुरो स्टप गर भन्ने कुरो भएन, गएको त गइहाल्यो होइन। त्यसमा फिडब्याक दिन सक्छ, यस्ता कुराहरू नलेखियोस्, सकारात्मक कुराहरूलाई नलेखियोस् भनेर स्टपै गर्ने भन्ने कुरा पनि भएन होइन। यसलाई पोजिटिभ ढङ्गबाट पनि लान सकिन्छ नि। कतिपय कुराहरू नेगेटिभै कुरा गर्नु पर्दा पनि सकारात्मक पक्षबाट, पोजिटिभ पक्षबाट हामीले त्यसलाई प्रस्तुत गर्ने शैलीलाई परिवर्तन गर्न सकिन्छ। भनेपछि सजेसन दिन सकिन्छ। त्यहाँभन्दा उता त पाठकले के नै गर्न सक्छ र? पत्रिका छाप्नुभन्दा अगाडि पक्कै पनि जनमानसमा आइपुगेको हुँदैन। पत्रिका छाप्नुभन्दा अगाडि यो हामी छाप्दैछौँ, यो ठिक छ कि छैन भनेर जनता सामु त आउँदैन होइन। पत्रिका छापिसकेपछि पत्रिका पढ्छ नि त। त्यो चाहिँ हामीले सजेसन दिएर मात्रै, यो अब लामो हुनसक्छ, तुरुन्तै नहोला हरेक मिडियाहरूमा। नम्बर 1 त पत्रकारहरू स्वयं, मिडिया हाउसहरू स्वयं सजग हुनुपर्छ। उहाँहरूले यो शिक्षा यस्तो विषयमा पनि मनन गर्नुपर्छ जस्तो मलाई लाग्छ। हस्, धन्यवाद यहाँलाई आएर कुरा गरिदिनु भयो त्यसको लागि। हजुर, धन्यवाद यहाँलाई पनि। र अपन टिभी
यो आफ्नो टिभी भने होला पक्कै पनि मलाई मैथिली आउँदैन यो टेलिभिजनमा मलाई समय दिनुभयो र दुईटा शब्द बोल्ने मौका दिनुभयो यसको लागि यहाँहरू सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद नमस्कार दर्शकवृन्द आई के अपन विशेष के समय हमरा सबके एतै समाप्त भ रहल अछि आई हम सब संवाद में छलहुँ हँ सरू सुवेदी जी संगे तुलसा देवी हरिहर फाउंडेशन के रहल छथि आ हुनका संगे आई हम सब अपने क्षेत्र के बारे में संचार क्षेत्र से जुड़ल आचार संहिता के बातचीत लगायत समग्र आई के संवाद हम सब प्रस्तुत केलहुँ आई के समय हमरा सबके एतै समाप्त भ रहल अछि हम सब फेर से अगिला दिन अगिला अतिथि अगिला विषय के साथ उपस्थित हेबे करब ताधर के लेल संपूर्ण यूनिट के तरफ से हम विदा मांगे चाहब अपन टेलीविजन देखित रही धन्यवाद नमस्कार।